गाइस फेरि पनि स्वागत छ तपाईलाई यो एउटा भ्लगमा। म चाहिँ अब रायोको साग टिप्नु आँटेको छु आज। रायोको साग र सुँगुरको मासु वाह दामी हुन्छ। साथसाथै यो केमेलिया पनि हेरिहाल्नुस्। वाओ इट्स लुकिङ सो ब्युटिफुल। बापरे केमेलिया फुल चाहिँ यति दामी फुल्देको छ कि मेरो घरमा। बापरे अमेजिङ। अझै रहेछ कोपिला। केमेलिया फुल यसलाई चाहिँ केमेलिया भन्छ, डबल यो एकदमै दामी खालके। र मैले चाहिँ मेन उद्देश्य चाहिँ के छ भन्दाखेरि चाहिँ मेन कुरा चाहिँ मैले चाहिँ साग टिप्दै गरेको फोटो भिडियो लिएर आउँछु भनेको थिएँ अहिले भर्खर। हेर्नुहोस् त रायोको साग टिप्दै गरेको मैले। वाह रायोको साग आलुसँग पनि दामी हुन्छ। माथि पनि छ यहाँ चाहिँ कम्ती मात्रामा मसिनो छ हुँदै गरेछ। कफी फलेर बिजोकै छ पुरै कफी फलेर यस्तो दामी भइरहेछ कि अब यसलाई हार्भेस्ट गर्नु पनि नभ्याएको हौ। गर्नुपर्छ एक दिन कि। अन्त अब चाहिँ म फिलहाल चाहिँ रायोको साग टिपेको चाहिँ देखाउँछु। तपाईँहरू जो कोही पनि रायोको सागलाई मनपर्छ भने चाहिँ कमेन्ट गर्नुहोस् है। रायोको साग खायो भने चाहिँ चिसो लाग्छ। चिसो चाहिँ किन लाग्छ भन्दाखेरि यिनीहरूले ज्यादा पानी चुसेको हुन्छ कि। अन्त त्यसले गर्दाखेरि चाहिँ रायोको सागमा चाहिँ एकदमै पानी बेसी हुन्छ, ग्लुकोज ज्यादा हुन्छ नि त कि। ग्लुकोज भन्छ के हुन्छ हौ। र यसलाई चाहिँ यो टिप्दाखेरि चाहिँ माया गर्दै टिप्नु चाहिँ हुँदैन। यत्रो त अम्ली भएको हातले चाहिँ ढाक ढाक भन्छ यसरी। टिप्नु त मन परेको थिएन तर खानु मन पर्यो। अफसोस टिप्ने बेला त भएको छैन जस्तो लाग्छ। यो चाहिँ एकदम गाईको मलमा अर्ग्यानिक गाईको गोबरमा सप्रेको। रायोको साग पनि दुई किसिमको छ। एउटा यो कालो कालो पत्ता भएको, एउटा यो सेतो पत्ता भएको। यो चाहिँ पिरो हुन्छ, यो चाहिँ पिरो हुँदैन। यो चाहिँ पिरो हुँदैन सेतो चाहिँ। यो कालो पत्ता भएको चाहिँ पिरो हुन्छ। यो चाहिँ लाभाको भेराइटी भन्दो रहेछ हौ। थाहा छैन मलाई तर भन्नुले चाहिँ त्यसो भन्छ। अन्त म त बारीमा यसो रेडी भएको टिप्नु मात्रै हो भन्नु पर्दाखेरि। यो त ठुट्टे नै बनाइदियो, चुट्टिँदैन त रहेछ अन्त। यो रायोको साग चाहिँ भयो, बेसी टिप्नु हुँदैन भन्दा पनि हात चिलाइहाल्छ यो देख्दाखेरि फेरि हो। आम्मामा भयो, बेसी टिप्दिनँ। यति चाहिँ टिपेछु, यति चाहिँ टिपेछु। हुन्छ गाइस फेरि पनि लिएर आउँछु यस्तै भ्लग तपाईँहरूको माझमा। मन परेमा लाइक सब्सक्राइब गरिदिनुहोस्। यहाँ पनि तपाईँलाई देखाउँछु कफी फलेको।